हेलो साथीहरु, गुड मर्निङ। सबैजना आराम हुनुहुन्छ? यहाँ चाहिँ बिहानको 8 बजिसक्यो। हामी चाहिँ मर्निङ वाक गर्दै घर नजिकको पार्कमा छौँ। बिहान बिहान त कफी खानै पर्यो है। हामी कफी खाँदै हिँडिरहेछौँ। अहिले चाहिँ यो रुखहरू पाउलिने सिजन भएर होला होइन, कस्तो धेरै हरियाली देखिरहेछ कि। अनि यो सब देख्दा चाहिँ मलाई आफ्नै गाउँ घर नेपालको एकदमै धेरै याद आयो कि। खोला आयो गाइस, अब घरि तर्ने यहाँ है। वाउ, कस्तो दामी रोज फुल छ गाइस है। यहाँ चाहिँ रोज फुलको चाहिँ पुरै गार्डन छ। म पुरै भिडियोमा त राख्न सक्दिनँ होइन। मलाई चाहिँ यो रोज फुल भनेपछि एकदम धेरै मनपर्ने हो क्या। इफ म नेपालमा हुन्थेँ नि अघि टिपेर लगाइसक्थेँ होला कि है। यो पार्क धेरै नै ठुलो छ। पुरै घुमेर भिडियो हाल्दा चाहिँ धेरै नै टाइम लाग्छ। सो अब चाहिँ हामी घर जान्छौँ। कोही यदि खेतीपाती गर्न चाहनुहुन्छ भने चाहिँ यहाँ जग्गा चाहिँ एकदम खाली छ। जापानिजहरूको यो चाहिँ मन्दिर हो कि। हामी चाहिँ टाढैबाट दर्शन गऱ्यौँ है। यो चाहिँ हाम्रो घर नजिकैको चोक है गाइस है। यस्तो छ है है, देखिहाल्नुभयो होला। मैले आजको मर्निङ भ्यू चाहिँ देखाइसकेँ। कस्तो पानी आउला जस्तो भएको छ। यहाँको वेदर पनि खासै राम्रो चाहिँ छैन। सो 10 बजे चाहिँ हामी पसल पुग्नुपर्ने हुन्छ नि त। अनि त्यही भएर चाहिँ अब हामी चाहिँ गएको गाइस। बाई, सबैमा शुभ दिन।